नमस्कार साथीहरू है नमस्कार। अहिले चाहिँ हाम्रो यहाँ मलेसियामा चाहिँ अहिले चाइनिज न्यु इयर चलिरहेछ अनि दाइको एउटा चाइनिज दोस्त जिग्री रहेछ के जिग्री रहेछ जहिले अब वर्षमा भेटिराख्ने लिइराख्ने उहाँको होटलमा नि आइराख्ने हामी उहाँको होटलमा छौँ अहिले चाहिँ धादी होटल धादी मलेसिया सेलेङ्गर होटल। अनि त्यो चाइनिजसँग चाहिँ हाम्रो अब कस्टमर पनि उहाँबाट सामान झार्दो रहेछ डिलरबाटै सिधै डाइरेक्ट यहाँ उहाँबाट झार्ने हुँदा चाहिँ उहाँलाई चाहिँ अब वर्षौनी पैसा दिइराख्दो रहेछ। तर उहाँले देखाउनु मान्नु भएको थिएन। मैले यो खाम देख्ने बित्तिकै जबरजस्ती बुढोलाई मैले उ गरिरहेको छु होइन। तर कति पैसा आएको छ यहाँ चाहिँ आज कति चाहिँ पैसा दिँदो रहेछ बुढोले। यत्रो सामान किन्छ यत्रो हरेक चिज किन्छ महिनामा लगभग होइन यहाँको 20,000 समथिङको रिङ्गटको सामान किन्छ त कति चाहिँ पैसा दिएको रहेछ त भनेर यो चाहिँ आज तपाईँहरूको माझ चाहिँ पर्दाफास हुनेवाला छ है। उहाँको कस्टमर भनौँ अथवा यताको कस्टमर उहाँ भनौँ तर कति दिएको रहेछ है त उहाँले। हामी खोज्दैछौँ है त ल स्टार्टै त ल खोज्नु दाइ। तपाईँले नखोल्नु भन्दै थियो नदेखाउने मान्छे भनेको ल मैले देखाइदिएँ त है त भनेर देखाइदिनु सबैजनालाई। थोरै आछ है यो हेरिदिन्छ है त ल भनेर देखाइदिनु हेर्दै 100 200 300 400 500 600 यस्तो चम्मु रहेछ कि नदेखाउनु खोज्दै होइन। 600 रुपियाँ रहेछ कि 600 रुपियाँ रहेछ। ओके आजलाई चाहिँ यति नै। तपाईँहरूलाई हाम्रो चाइनिज न्यु इयरमा चाहिँ अहिले यहाँ चलिरहेको हुँदा चाहिँ तपाईँहरूलाई यसो देखाउन खोजेको यसो होइन त्यही हो। आजको लागि चाहिँ प्लिज बाइ ल है थ्याङ्क यू।